धेरै धन्यवाद यो कमेन्ट दिनुभएको लागि। खै चितवन चाहिँ आएको छैन म। अब एउटा युनिक सफारीमा आउने खै कस्तो हुन्छ होला। त्यो सफारी चाहिँ थाहा छ है, तर अफ्रिका केन्यामा सफारी गरेको चितवनमा त पुरै फरकै हुन्छ होला। त्यो सफारी चाहिँ कस्तो हुन्छ होला, कुन कुन एनिमल देख्न मिल्छ है। केन्यामा त बिग 4 कि बिग 5 नै हुन्छ, नेपालमा त के बिग 5 पनि पाउँछ होला, के कुन कुन एनिमल चाहिँ देख्न सकिन्छ। अनि चितवन कुन ठाउँमा भेटिन्छ, युनिक भनेर के होला, त्यो एउटा युनिक एक्सपिरियन्स हो कि एउटा ट्रेभल कम्पनीको नाम हो के हो। अनि त्यो तपाईँ 100% लोकल खानेकुरा पनि दिन सक्नुहुन्छ। खै आफूले पकाएर दिनुहुन्छ कि